हेलो नमस्ते नमस्कार साथीहरू फेरि स्वागत छ तपाईलाई एउटा अर्को भिडियोमा। यस भिडियोमा हामीहरू कुरा गर्नेछौँ सिद्धार्थ बैंक लिमिटेडको तपाईहरू मोबाइल ब्याङ्किङ, कनेक्ट ब्याङ्किङ, स्मार्ट चाहे कार्डको चाहे डेबिट कार्डको फर्म चाहे तपाईँ कसरी भर्न सक्नुहुन्छ त्यसको बारेमा म भन्छु। सर्वप्रथम भिडियोलाई चाहिँ तपाईँ लाइक अनि सब्सक्राइब गरेर अघि बढ्नुहोला। त्यसपछि तपाईँ राम्ररी बुझ्न सक्नुहुन्छ। केही मिस्टेक भएको खण्डमा तपाईँ कमेन्टमा राखिदिनुहोला। यो चाहिँ यसको तपाईँ पिडिएफ चाहनुहुन्छ भने तपाईँ चाहिँ मेरो चाहिँ व्हाट्सएप वा टेलिग्राम जोइन गर्न सक्नुहुनेछ। म चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु। अब स्टार्ट गरौँ भिडियोलाई। यहाँ तपाईलाई हालैसालै खिचेको फोटो यहाँ टाँस्नुहोला। जुन दिन तपाईँ यहाँ खोल्न लाग्नु भएको छ त्यो दिनको चाहिँ डेट हाल्नुहोला। त्यस डेट हाल्नुहोला। डेट हालिसकेपछि यहाँ तपाईँ आफ्नो नाम लेख्नुहोला। तपाईँको जुन नाम हो तपाईँ यहाँ क्यापिटलमा लेख्नुहोला। पुरै नाम यहाँ फर्स्ट नेम, त्यसपछि मिडल, त्यसपछि लास्ट। अनि तपाईँसँग कस्टमर आइडी दिएको छ भने लेख्नुहोला, दिएको छैन भने लेख्नु परेन। डेट अफ बर्थ यहाँ लेख्नुहोला 2002 अनि 2060। त्यसपछि मोबाइल नम्बर लेखिहाल्नुहोला एउटा एउटा गरेर। मोबाइल नम्बर लेखिहाल्नुहोला। इमेल एड्रेस छ भने लेख्नुहोला, छैन भने लेख्दा भन्छु नलेख्नु। इमेल एड्रेस तपाईँको मोबाइलमा हुन्छ, त्यहाँबाट हेरेर तपाईँ लेख्न सक्नुहुन्छ। के तपाईँ कस्तो प्रकारको कार्ड लिन चाहनुहुन्छ? भिसा कार्ड लिन चाहनुहुन्छ कि मास्टर कार्ड कि युपिआई कार्ड? कस्तो प्रकारको? म चाहिँ भिसा कार्ड लिन चाहन्छ। भिसा कार्डमा टिक लगाएँ। अनि त्यसपछि तपाईँ आफ्नो यहाँ एकाउन्ट नम्बर लेख्नुहोला। एउटा एउटा गरेर एकाउन्ट नम्बर लेख्नुहोला। के एकाउन्ट नम्बर छ त्यो एकाउन्ट नम्बर लेख्नुहोला। राम्ररी एउटा एउटा गरेर मिस्टेक नहोस्। यहाँ एकाउन्ट नम्बर लेखिहाल्नुहोला। त्यसपछि यहाँ तपाईँहरू सर्भिस रिक्वायर्ड जनरल रिभ्यू कि जनरल रिभ्यू यहाँको तपाईँको कस्टमर आइडी छ भन्ने यहाँ तपाईँ लेख्न सक्नुहुन्छ। यहाँ एकाउन्ट नम्बर, एकाउन्ट नेम लेख्न सक्नुहुन्छ। छैन भने लेख्नु परेन। मसित छैन, म लेखेन। तपाईँ यहाँ फोर बैंक स्मार्ट सर्भिस ओन्ली तपाईँको यहाँ तपाईँ आफ्नो एकाउन्ट नेम यहाँ लेख्नुहोला। यहाँ तपाईँ आफ्नो एकाउन्ट नेम लेख्नु अनि एकाउन्ट नम्बर यहाँ लेख्नुहोला राम्ररी। एकचोटि लेख्दा पनि हुन्छ, नत्र एकपल्ट अझै लेख्न पनि सक्नुहुनेछ। त्यसपछि यहाँ तपाईँ आफ्नो मोबाइल नम्बर लेख्नुहोला। त्यसपछि यहाँ तपाईँहरू कस्तो प्रकारको फोर बैंक स्मार्ट ओन्ली फाइनेन्सियल सर्भिस के इन्क्वायरी? म चाहिँ फाइनेन्सियल सर्भिस लिन चाहन्छु भने फाइनेन्सियल सर्भिसमा टिक लगाउनु। जुन लिन चाहन्छु त्यसमा टिक लगाउनु होला। तपाईँलाई यहाँ तपाईँहरू नयाँ रुपैयाँ मुठा छाप लगाउनु होला। यहाँ तपाईँ आफ्नो सिग्नेचर गर्नुहोला। यति गरेपछि तपाईँको चाहिँ मोबाइल ब्याङ्किङ अनि डिबिट एकाउन्ट चाहिँ खोल्ने प्रक्रिया पुरा हुन जान्छ। त्यसमा भिडियोलाई तपाईँहरू चाहिँ लाइक अनि सब्सक्राइब गरिदिनु होला। केही कुरा नबुझेको खण्डमा कमेन्टमा राखिदिनु होला। म तपाईँको कमेन्टलाई अवश्य नै रिप्लाई दिनेछु। हस्, थ्याङ्क यू।